जीवनमा मैले केही गर्न सकिन भनेर किन आँखाबाट आँसु झार्नुहुन्छ? जीवनमा मैले प्रगति गर्न सकिन, मैले पैसा कमाउन सकिन, म सँगसँगैको साथी आज कहाँबाट कहाँ पुगे भनेर किन धुरो धुरो रुनुहुन्छ? किन कसैको अगाडि गएर कमजोर बन्नुहुन्छ? किन अरूको अगाडि गएर लाचार बन्नुहुन्छ? किन अरूको अगाडि गएर आफ्नो आत्मसम्मान गुमाउनुहुन्छ? आदरणीय मन, आजको भिडियो निकै महत्वपूर्ण छ। कृपया अन्तिमसम्म हेरेर साथ दिनुहोला। हामी हर मानिसको जीवनमा केही न केही संघर्ष हुन्छ। हेर्नुहोस्, दुःख बिनाको मानिस र संघर्ष बिनाको मानिस यो संसारमा कोही कसै पनि हुँदैन। हामी सानो सानो हुँदाखेरि मेरो बाले भनेको एउटा भनाइ मलाई याद छ, पीर नभएको मान्छे र शिर नभएको खोला यो संसारमा कहीँ पनि हुँदैन। हेर्नुहोस्, हरेक मान्छेसँग एउटा न एउटा पीर छ, हरेक मान्छेसँग एउटा न एउटा दुःख छ, हरेक मान्छेसँग एउटा न एउटा कथा छ। यो संसारमा कुनै पनि त्यस्ता मानिसहरू छैनन् जोसँग कुनै एउटा कथा नभएको होस् या व्यथा नभएको होस्। यो पैसा हेर्नुहोस् त, यो 1000 को नोट, यो देखिराख्नु भएको छ, मैले तपाईलाई देखाइराखेको छु। यो 1000 को नोट, यो 1000 को नोट 2 टुक्रा भयो भने पनि के गर्न सकिन्छ? यसलाई टेप लगाएर चलाउन सकिन्छ। च्यातिँदा पनि यसको मूल्य के भयो? घटेन नि। यसमा धुलो लागोस्, मैलो लागोस्, फोहोर लागोस्, पानीले भिजोस्, तर पनि यो 1000 को नोट कहिले पनि 950 हुँदैन। हेर्नुहोस्, 960, 970 हुँदैन। हेर्नुहोस्, यसको मूल्य जुनसुकै परिस्थितिमा पनि 1000 नै हुन्छ। यो मैले उदाहरण तपाईलाई किन दिएँ भने मानिसको जीवनमा नि जसरी यो पैसामा कहिले दाग लाग्छ, फोहोर लाग्छ, कहिले च्यातिन्छ, कहिले भिज्छ, त्यस्तै गरी तपाईँ हाम्रो जीवनमा पनि, मानिसको जीवनमा पनि कहिले संघर्ष, कहिले दुःख, कसैले कति बेला अपमान गरिदिन्छन्, कसैले कति बेला यो संसारमा नबाँचो कि जस्तो व्यवहार गरिदिन्छन्। कहिलेकाहीँ हामी धुरो धुरो रहन्छौँ, अरे यार के भयो जीवन जस्तो लाग्छ। कहिलेकाहीँ भगवानलाई सम्झिन्छौँ, कहिलेकाहीँ भाग्यलाई सराप्छौँ, अरे यार मेरो जीवन त अब यहाँ काम छैन, यो धरतीमा म केवल दुःख खप्न मात्र आएको रहेछु मेरो भगवान भनेर हामी धुरो धुरो रोन्छौँ। आदरणीय मन, जीवनमा जबसम्म संघर्ष हुँदैन तबसम्म जीवनमा केही पनि गर्न सकिँदैन। सजिलै पाएका चिजहरूको मूल्य त्यति धेरै हुन्छ जस्तो मलाई लाग्दैन। हेर्नुहोस्, तपाईले यो 1000 लाई कमाउनुहोस् त, आफ्नो पसिना जब यो 1000 मा पर्छ नि, तब यसको महत्व अझ बढ्छ। यो 1000 रुपियाँ कसैले तपाईलाई फ्रीमा दियो भने यो 1000 को त्यति धेरै महत्व हुँदैन। यो हराए पनि तपाईलाई त्यति धेरै चासो हुँदैन जस्तो लाग्छ मलाई। हेर्नुहोस्, जीवनमा कहिले पनि दुःख पर्यो भनेर, संघर्ष भयो भनेर, जीवनमा कसैले मलाई अपहेलना गर्यो भनेर, मलाई नराम्रो व्यवहार गर्यो भनेर कहिले पनि आफ्नो आत्मसम्मान गुमाउने काम नगर्नुहोस्। जुनसुकै परिस्थितिमा पनि आफ्नो मूल्यलाई कायम गर्नुहोस्। आफ्नो आत्मसम्मान, आफ्नो चरित्रमा दाग हुने काम कहिले पनि गर्दै नगर्नुहोस्। कति मानिसहरूको स्वभाव हुन्छ नि, मलाई त साह्रै दुःख पर्यो, मैले जीवनमा केही गर्न सकिनँ, अब म त एकदम यो नराम्रो काममा अगाडि बढ्नै पर्यो, होइन, जसरी पनि यो पेटलाई पाल्नै पर्यो भनेर नचाहिने कुराहरूमा बढी ध्यान दिइरहेको पनि हामीले पाउने गर्छौं। गलत बाटोमा हिँडिरहेको पनि हामीले पाउने गर्छौं। जीवनलाई पैसा जस्तै बनाउनुहोस्, यो पैसा जस्तो छ त्यस्तै बनाउनुहोस्। यो पैसाको मूल्य जुनसुकै परिस्थितिमा पनि सही हुन्छ, उति नै हुन्छ नि। त्यसरी नै तपाईको जीवनलाई पनि सधैँ त्यो स्थानमा राख्नुहोस् है। अरूले तपाईलाई देखेर पनि शिर निहुर्याओस्, तपाईले गरेको गतिविधि देखेर